हुनुहुन्छ नि सूचना तथा सञ्चार मन्त्री यो सम्मानको लागि कास्पुरका सबैलाई एकदम धेरै धेरै धन्यवाद यो इन्करेजमेन्टको लागि एकदम गाह्रो भएको थियो एकदम बनाउन तर यो सबै अवार्डले अनि यहाँ जसरी हजुरहरूले इन्करेज गर्दाखेरि चाहिँ एकदम धेरै इन्करेज महसुस गरिरहेको छु अब म अनुपलाई पनि बोलाउँछु भन्दा बढीलाई बोल्न आउँछ र उसलाई आउनु तपाईँ पनि आउनु त तपाईँ बोल्नु नै भएको छ सो एकदम यो सम्मानले एकदम धेरै प्रोत्साहन एकदमै मिलेको छ अब चाँडै नै अर्को फिल्म पनि बनाउने तयारी गरिरहेछु यो इन्करेजमेन्टलाई एकदमै फ्युल तपाईँको छ Producer Anup. Thank you very much. उपस्थित सबै राजनीतिक व्यक्तित्व र प्रेसको साथीलाई नमस्ते। I don't know के भन्ने चाहिँ थाहा छैन तर यो आज गरिरहेको काम होइन इट टुक लाइक 18 वर्ष अहिले जुन स्थानमा पुग्यो म पनि आज राइटर डिरेक्टरै काम गरिरहेको थिएँ तर वाइड प्रड्युसर्स भन्दाखेरि एउटा फिल्म बनाउन र यतिसम्म ठुलो प्लेटफर्ममा पुऱ्याउन र प्रड्युसरको ठुलो रोल हुन्छ र नेपालमा यति धेरै ट्यालेन्ट्सहरू छ जो डिसपियर हुन्छ एभ्री वर्ष कता गायब हुन्छ कता गायब हुन्छ उनीहरूको सपोर्ट सिस्टम बन्नलाई नै म प्रड्युसिङ सुरु गरेको थिएँ र हाम्रो डिरेक्टरसँगको मेरो अलमोस्ट लाइक 17 वर्षको कोलाबोरेसन जो होइन फर्स्ट फिचर्स पनि मैले प्रड्युस गरेँ इट्स अ बिग टाइम मेरो लागि नेपालमा चाहिँ होइन मेरो यो मे महिनामा 3वटा फिल्म एज अ प्रड्युसर रिलिज भइरहेको छ र आई थिङ्क अब यस्तो रिकग्निसन सरकारबाट पाइँदैन थियो भन्ने आश थियो मतलब पनि थिएन तर पायो सायद अझ यङ फिल्म मेकर्सहरूलाई इन्करेज गर्छ होला होइन हाम्रो गणेश सरसँग ब्रिफली कुरा भएको थियो होइन अब नयाँ सरकारसँग आश गर्ने अपर्च्युनिटिजले पाउँछ होला सायद थ्याङ्क यू भेरी मच पुष्पा थेङ्लाम एक्टर धेरै धेरै धन्यवाद चलचित्र विकास बोर्डका अध्यक्ष आदरणीय दिनेश ऋषि सर माननीय संस्कृति तथा पर्यटन मन्त्रीज्यू माननीय सूचना तथा सञ्चार मन्त्रीज्यू नेपाल पर्यटन बोर्डका सभाहरू पत्रकार साथीहरू लगायत यहाँ हामीलाई बधाई दिन आउनुहुने तमाम आदरणीय व्यक्तित्वहरूमा म पुष्पा थेङ्लामको तर्फबाट नमस्कार चलचित्रको कुरा गर्नुपर्ने हो भन्ने अब अलिकति हामी धेरै समय नै अलिकति यसमा खर्च्यौँ अलिकति किन भन्दाखेरि थोरै मेहनत हामीले गऱ्यौँ मेरो लागि चाहिँ मैले यो चलचित्रको लागि 3 वर्ष दिएँ विगत 3 वर्ष अगाडिदेखिबाट एकदमै लागि परेको अब निर्देशकज्यूको त मैले भन्न सक्दिनँ कति हो उहाँको त धेरै नै लामो छ सँगसँगै अब म एउटा के भन्छ अब म एक्टर होइन म एउटा नन एक्टर जसलाई एउटा सेप दिएर अनि एउटा ढाँचा दिएर एउटा क्यारेक्टरलाई बिल्डअप गराउन जुन किसिमले हाम्रो अविनाशजीले अनि हाम्रो भनौँ टिमले हाम्रो जति पनि मलाई साथ सहयोग गर्नुहुने हाम्रो कथा घेराको टिमले अनि सबैभन्दा बढी स्क्रिप्टमा सहयोग गर्नुहुने हाम्रो सन्देश सर हुनुहुन्छ अभियसली अरूहरू पनि हुनुहुन्छ मैले सबैको नाम यहाँ लिइराख्न सकिनँ सबैलाई धन्यवाद अब अलिकति सायद मेहनत अलिकति बढी गरेका थियौँ होला जस्तो लाग्छ मलाई जसले जुन कारण आज हामी यो ठाउँमा छौँ अविनाशले जुन किसिमले मलाई विश्वास गर्यो अब जुन किसिमले हामी बिचको एउटा ट्रस्ट डेभलप भएको छ सायद त्यो कारणले पनि आज एलिफेन्ट इन द पग चिन्न सफल भएको जस्तो मलाई लाग्छ र सबैभन्दा ठुलो कुरा यो मेहनत यो विश्वास र यो लगनशीलताको जुन परीक्षाको घडी थियो
त्यो पार गर्न चाहिँ हामी सम्पूर्ण एलिफेन्ट इन द बग टिम सफल भएको छ जस्तो मलाई लाग्छ भन्दै म फेरि पनि यही मञ्चबाट अविनाश अनु लगायत सबै साथीहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। म अझ फरक पहिचानको व्यक्ति पनि हो, सबैलाई थाहा होला होइन, म त्यसरी महिला पनि हो र यो फरक धारको चलचित्र बनाउँदै गर्दाखेरि चुनौतीहरू धेरै नै थियो, तर विश्वास चाहिँ कहाँनिर थियो भन्दाखेरि फरक धारको चलचित्र भए तापनि यो एउटा मानवतामा आधारित र एउटा डिग्निटीमा आधारित चलचित्र भएको हुनाले पनि मलाई लाग्छ यसले राम्रो काम गरेको थियो। थ्याङ्क यू सो मच अविनाश। वास्तवमै अविनाशले मलाई विश्वास गरेको हो, जो हतपति अलिक गाह्रो हुन्छ, सरी टु से द्याट बट दिस इज भेरी ट्रुथ, धेरै गाह्रो हुन्छ। यद्यपि यो चरणमा यो अवस्थासम्म आइपुग्नलाई एकदमै सहज भने चाहिँ थिएन। हामीले धेरै चुनौतीहरू, धेरै समस्याहरू र धेरै कुराहरूलाई भनौँ झेलेर बुझेर भोगेर हामीले यो फिल्म चाहिँ कम्प्लिट गरेका छौँ र अब हामीले हजुरहरू सामु ल्याएका छौँ। अब बाँकी जिम्मा चाहिँ मैले हजुरहरूलाई नै राख्दै म आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद।